Hello guys, welcome back to my YouTube channel. This is me Karna Karka अनि आशा गर्दैछु सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आज अलि चाँडै नै उठेको छु किनभने आज हामी फेमिली पिकनिक जान आँटेको सबैजना अनि हाम्रो आजको डेस्टिनेसन चाहिँ कहाँसम्म हुन्छ। Keep watching, I will update you each and everything. के छ तपाईलाई कस्तो रमाइलो लागिरह? हामी चाहिँ यतिजना सब पिकनिक हिँडे है त गाइजहरु। खै छु मम्मी अनि आजको हाम्रो बस चाहिँ यही हो। एक्साइटेड हामी चाहिँ पिकनिक हिँडे है। अब सब झरेर वहाँ माथि माथि राधे माथि माथि चढ्नु थाल्यो। अब यस्तो छ पिकनिक हिँडे अरे हामीलाई मात्र एक्लै बनाइदिने। अब हामी वाइवाई चोचो खान्छौँ गाइस, हाम्रो भोक लागिसक्यो एकदमै हैन। अनि इमली बम पनि खान्छौँ। अहिले चाहिँ एउटा चकलेट मात्रै दिए हेर्नु पिकनिक आयो हाम्रो। त्यही पनि म चित्त बुझेर होस् किनर हाल्दै पनि म त खान्छु। तिमी अगाडि बस्छौ नि हान्दै ममसँग बस नि तिमी आउ नि हान तिमी पछाडि। अब चाहिँ हामी चौचो खान्छौँ। हेलो वेलकम इन माई ब्लग। यो चाहिँ रिसाइज मैले थर्काएको भनेर यो समात्देऊ न म बुढो यसरी म चौचो गर्छु। हामी चाहिँ चौचो 1 घण्टा मलाई कपडा लाउन लगायो। 1 घण्टादेखि कपडा फेरायो फेरि मम्मी त बुझेन रे। हामीलाई हामी त सोधाएकै हो के अरे स्वाभाविक नै रहेछ हाम्रो त्यस्तो हुनु त त्यो उसकै त्यत्रो हुँदो रहेछ। अब हामी चौचो खान्छौँ गाइज। हेलो पैसु पनि होइन बानी उहाँ चाहिँ आइदियो उहाँ चाहिँ आइदियो आज टुपी हेरेर खाउँछ तपाईँलाई। असारे महिनामा पानी पर रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्छिन् है मैचाङले रुदै धरर नौ डाँडा पारी छ कम्पनी सहर निचोडको बिछोडको बेलैमा छन्छानी बग्ने छ हरे खोला अब त छोरा बुझ्ने बोला दिनबारी खेल्दो हो मलाई नै भुल्दो हो साँझ परेपछि आमालाई सोध्दो हो खै बाबा भनेर खै बाबा भनेर त्यहाँ अगाडिको खै ब्लुटुथको नामै देखाइरहेको कसकोमा कनेक्टेड छ रे के अलरेडी खानालाई पिकनिक खानालाई ठाउँ कहाँ भन न जानलाई बल्ल पर्यो निर्माया माकुरी जालैमा निर्माया माकुरी जालैमा। अनि अर्को ए जाने ठाउँ छ धेरै छ नेपालमा धेरै छ नेपालमा तर मलाई मन पर्यो थानकोटमा बल्ल पर्यो निर्माया माकुरी जालैमा। यहाँभित्र चाहिँ यस्तो ठाउँ रहेछ। हाम्रो साना भाइना चाहिँ सबै यहाँ ठाउँ चुज गर्दैछन् हेर्दैछन् कुन ठाउँ ठिक हुन्छ भनेर। एउटा यहाँ छ माथि माथि पनि छ अरे। अब हेर्नुपर्छ हाम्रो ठाउँ।
Hello guys. कतिको excited? Too much excited, but we don't get the के छ? ठिक छ तपाईँ कस्तो चाहिँ यो ठाउँमा बस्न आँटेको सबैजना हुनुहुन्छ यहाँ है हामीले यो ठाउँ चुज गरेँ अब हामी यहीँ बस्छौँ यहीँ रमाइलो गर्छौँ ल त्यही राख न रमाइलो लगाइराख आज कतिको डान्स गरिन्छ त धेरै चिया खाइसक्यो गाइजहरू यहाँ ब्रेकफास्ट अब ब्रेकफास्ट हुँदैछ हेलो मेरो भ्लगमा के छ एक्साइटेड हो हाम्रो सामानहरू चाहिँ यहाँ छ सबैजना हुनुहुन्छ मम्मी हाई दिदी टु मम्मी सुप्रभात सबैजनालाई आज चाहिँ हामी यो थानकोट त्रिभुवन पार्कमा पिकनिकको लागि आएका छौँ सबै फ्यामिलीहरू मिलेर अब सुरुमा चाहिँ हाम्रो के हुन्छ भने सबैजनाले यतातिर हेरिदिनु होला प्लिज टिकटक नबनाउनु होला फोटो पनि नखिचिदिनु होला अहिले एकछिनलाई मेरो ध्यानपूर्वक सुन्दिनु होला प्लिज साथीहरू दिदीहरू सुन्दिनु होला आजको पिकनिकको हाम्रो कार्यक्रम भनेको सुरुदेखि अन्त्यसम्म म भन्दैछु सुन्नु होला राम्रोसँग है सबै चाहिँ साथ दिनु होला यसमा चाहिँ सुरुको प्रोग्राम भनेको हाम्रो ब्रेकफास्टदेखि सुरु हुन्छ अनि सबैजनाले ब्रेकफास्ट गरिसके बिचमा हामी अहिले त्यसपछि लन्चको प्रोग्राम हुन्छ अनि लन्चपछि फोटो खिच्ने टिकटक बनाउने भिडियो गर्ने नाच्ने मजाले सबैजना रमाइलो गरी आजको पिकनिकलाई सफलतापूर्वक के गर्नेछौँ समापन गर्नेछौँ चाहिँ दिदी स्यान्डरीहरू आउँदै हुनुहुन्छ यहाँबाटै गीत गाउनु न आउँदैन है मलाई जिसे मैं प्यार करते थी हाम्रो खाजा है त अघि हामीले ब्रेकफास्ट गरेर एकलट घुमेर फोटोसोटो सब खिचेर आएर हामी खाँदैछौँ ल कस्तो निन्ने गाह्रो भयो माया त फोकाए चाहिँ मेरो जिब्रोमा के यहाँ त बारबिक्यू मेसिन What?
दिदी आउट हुनुभएको छ यस्तो गर्न भएन है मेरो सानो मम्मी पनि आउट सबैलाई पिकनिक रमाइलो लाग्यो आज अहिले चाहिँ हामी यो यहाँ आइपुगेका हौँ